गाइस सबैलाई नमस्ते। म दाङपुछिरबाट टुल्लु बेबी बोलिरहेको छु। उहाँ आर्थिक स्थिति कमजोर भएको आँखा नदेख्ने मान्छे हुनुहुन्छ र सबैजनाले सपोर्ट र हेल्पहरू गरिदिनु होला र म पनि केही रकमहरू उहाँलाई हेल्प गरिदिन्छु आफ्नो तर्फबाट हैन। अनि तपाईहरुले पनि हेल्पहरू गरिदिनु होला भन्न चाहन्छु ल। सबैजनाले एकदम हेल्प गरिदिनु होला माया। तपाईको नाम चाहिँ के हो शुभ नाम? मेरो अनिता कुमारी मण्डल हो। ए घर चाहिँ कुन ठाउँ हो? भम्के मिलन चोक। भम्के मिलन चोक रहेछ। अनि तपाईको आँखा देख्न नै सक्नुहुन्न तपाईले है? ए उहाँले चाहिँ आँखा नै देख्न सक्नुहुन्न गरे हैन। सबैजनाले उहाँलाई एकदम माया गरिदिनु होला। उहाँ दिदीलाई सबैजनाले हेर्दै र सपोर्ट गरिदिनु होला र देश विदेशमा भएको मान्छे सम्पूर्ण साथीहरूले एकदम माया र धर्म गरेर उहाँलाई आँखाहरू अब के भन्न चाहनुहुन्छ नेपाल सरकारलाई तपाईले? मैले के भन्ने ल सबैले एकदम सपोर्ट गरेर हेल्पहरू गरिदिनु होला। उहाँ धेरै पनि बोल्नु हुने रहन्छ हैन। आँखा चाहिँ पटक्कै देख्न सक्नुहुन्न? नाइ कति देख्दैन। कति पनि देख्न सक्नुहुन्न है? नाइ। ल सबैजनाले एकदम माया र सपोर्ट र हेल्प गरिदिनु होला भन्न चाहन्छु। फेरि तपाईको साथमा अर्को भिडियो लिएर आउनेछु। हस्त नमस्ते, धन्यवाद। ल।